सेवा र सम्पूर्ण आदरणीय युट्युब साथीहरूलाई म चाहिँ आज पास्टरतिरको गाउँतिर हिँड्दैछु। यहाँ चाहिँ म पास्टरको सिङ्गापुर भन्ने ठाउँतिर यात्रा गर्दैछु। म सिङ्गापुर बजार चोकलाई छोडेर हामी थोरै अगाडि बढ्दैछौँ हैन, काबेलीतर्फ जाँदैछौँ। यहाँ चाहिँ एकदमै सुन्दर रहेछ ठाउँ पनि सिङ्गापुर हैन, रमाइलो छ, राम्रै रहेछ। गाउँहरू चोकहरू राम्रो छ, रमाइलो छ। तपाईहरू पनि नयाँ हुनुहुन्छ भने मेरो लालीगुराँस ब्लगमा तपाईहरुलाई स्वागत छ। यस्तै भिडियोहरू हेर्नको लागि मेरो लालीगुराँस ब्लगलाई लाइक सब्स्क्राइब गरी सपोर्ट गर्न नबिर्सिनुहोला भन्दै तपाईहरुलाई आगामी यस्तै नयाँ ब्लगहरू लिएर तपाईहरु सामु उपस्थित हुनेछु है त साथीहरु। ल यो चोक चाहिँ पास्टरको भालु चोक भन्ने बजार हो। यो भालु चोकमा चाहिँ आज म पहिलोचोटि पुगेको छु। राम्रो बजार रहेछ हैन, चिटिकेको सानो बजार। म चाहिँ यात्रामा छु, यात्राको क्रममा यहाँ धेरै बस्नु चाहिँ टाइम भएन र मैले चाहिँ गाडीबाटै सानो भिडियो क्लिप लिएर तपाईहरुको सामु ल्याएको छु। आजभोलि एकदमै चर्चित रहेको भालु चोक बजार यही रहेछ। कुनै दिन यो बजारमा फेरि पनि आएर म यो बजारको भिडियो बनाउने कोसिस गर्नेछु। आज चाहिँ हतारको कारणले यो बजारमा पुरा भिडियो चाहिँ बनाउनु पाइनँ। केही छैन, कुनै दिन फेरि आइने छ यो भालु चोक बजारलाई राम्रोसँग निहाल्नको लागि भन्दा हामी अगाडि बढ्दैछौँ हैन। हामी चाहिँ ताप्लेजुङ जाँदैछौँ, ताप्लेजुङतर्फ जाँदैछु हैन। तर यहाँ भिडियोमा चाहिँ अगाडि सिङ्गापुर बजार देखाएको छु र पनि यो भालु चोक बजारलाई चाहिँ ब्याकअप फेरि गरेर ल्याएको छु। तपाईहरुले यो भालु चोक बजारलाई चाहिँ नबिर्सिनुहोला। मेरो लाइभ स्ट्रिम, मेरो लालीगुराँस ब्लगमा लाइभ स्ट्रिममा पनि आउन नबिर्सिनुहोला। तपाईले साथ सपोर्ट पाउनेछु, तपाईहरुले साथ सपोर्ट दिनेछु भन्दै मेरो यो भिडियोलाई पुरा हेरेर यो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट र मेरो च्यानललाई सब्स्क्राइब गरेर जानुहोला भन्दै तपाईलाई धेरै शुभकामनाको साथ यस्तै भिडियो फेरि पनि लिएर आउनेछु भन्दै तपाईहरुलाई वेलकम गर्न चाहन्छु। मेरो लालीगुराँस ब्लगमा आउनुहोला। तपाईहरु पनि फेरि मेरो लालीगुराँस ब्लग भिडियोलाई के कस्तो लाग्छ कमेन्ट गर्दै जानुहोला। यो चाहिँ सर्ट मात्रै हो, ताप्लेजुङको यात्राको सर्ट ब्लग मात्रै हो यो मेरो भन्दै यो भिडियो पुरा हेरेर यो भिडियो कस्तो लाग्छ, यो ताप्लेजुङ यात्राको पुरा भिडियो ल्याउनको लागि कमेन्टमा पुरा भिडियो भनेर लेख्नुहोला। भालु चोक बजार यो चाहिँ भालु चोक
कसलाई पुग्छ भिरमा पनि फुलिदिन्छु खुसीमा तर कहाँ पुग्छ भिरमा पनि फुलिदिन्छु